यो चाहिँ सबजना सन्चै र हुनुहुन्छ र म पनि सन्चै र आराममा छु। त्यही हो, अब कन्टेन्ट सर्टेन केही पनि थिएन। अब म चाहिँ आएको 3 महिना भइसक्यो साउदीमा। अनि मेरो चाहिँ मेडिकल गरेको थिएन, मेडिकल चाहिँ गर्नुपर्छ अरे भनेर एक्कासी आयो। अनि त्यही हो, अब भोलि 8 बजी उठ्नु पर्छ। अहिले 4 बजिसक्यो। अब 4 घन्टा सुतेर चाहिँ बिहान भोलि उठेर त्यहाँबाट मेडिकल जानुपर्ने हुन्छ। त्यो अब भोलि हेरौँ के हुन्छ। म केटा हो, हामी चाहिँ अहिले हिँड्नु मेडिकल गर्नलाई। यहाँ छ मेरो चाहिँ आँखै पुरै यस्तो भइसक्यो, निन्द्रा नपुगेर। 8 बजी थियो, 8 बजी क्यान्सल गरेर अहिले 11 बजी उठेको। फेरि 8 बजी उठेर त्यहाँबाट फेरि 1 घन्टा पर्खेर यो मान्छे भेटले गरेपछि फेरि केही भनेको थिएन। साथीलाई भनेको थियो र साथीले केही नि भनेन। तनाव छ। आएर अब कति बज्छ त्यो अनुसारले काममा जानुपर्ने हुन्छ। जान मारे मेडिकल गर्न আমি ডয়ের রাখছিলাম নিচে ফাইলটা কোনে রাখছি বলতে बनेन टक्कला राखेर फोटो बनाएँ। अनि त्यही कारणले भयो फोटो बनाएर केटा हो। हामी चाहिँ म चाहिँ उठिसक्यो। अनि यहाँबाट हिँडेर अब मेडिकल गर्नु है। त्यही हो, आज नि 2 घन्टा मात्रै सुत्यो। आज काम गर्ने बदनाम हेरौँ। म चाहिँ आइसकेको थियो हस्पिटलमा। आज नि काम चाहिँ भएन, निकै गाह्रो हुने। अब ल्याङ्गासँग नउठ्ने एउटा नेपाली दिदी भेट्नु भएको थियो, निकै हेल्प गर्नुभयो। धन्यवाद भन्न चाहन्छु दिदीलाई। अब फेरि म चाहिँ भोलि आउनुपर्ने हुन्छ सर लगाएर। तना भाइ तनाव एकजना छ बङ्गलादेशबाट। हामी 2 जना 2 दिन भइसक्यो लगातार हिँडेको। आज नि काम भएन, फेरि भोलि आउनुपर्छ। केटा हो, हामी चाहिँ आइसक्यो फेरि अब रुममा। 4वटा सुई हालिदिएछ मलाई, 2-2वटा हातमा। गाह्रो छ, म फेरि सुत्किनु पर्ने हुन्छ। भोलि फेरि म चाहिँ जानुपर्ने भयो टक्क लगाएर। त्यही हो, आज काम बनेन। आज पनि सुई लगाएर 4वटा के गर्छ मैले ल। अब म चाहिँ अहिले रुम आइपुगेर मस्त बसिरहेको छु। अनि मेरो चाहिँ अघि चाहिँ हात दुख्नु चाहिँ स्टार्ट भएको थिएन, अलिक दुखिरहेको थियो। लागेको हुन्छ नि, यहाँ छ होइन, यहाँ छ, यहाँ पनि छ। तनाव छ, अब के गरेर काम गर्ने। म चाहिँ हिजो नि सुतेको छैन, आज सुतेको छैन। अनि अहिले नि 2-3 घन्टा छ अब काममा जानु बाँकी। अब फेरि 2-3 घन्टा सुतेर काममा जाने प्लानिङ हो मेरो। अब काम गर्नु सक्छ कि सक्दैन हेरौँ। त्यही हो, आज ल्याङ्ग्वेज नबुझ्ने। अनि हस्पिटलमा पनि त्यस्तै गाह्रो भएको थियो। अनि फेरि त्यहाँमाथि अब नेपाली दिदी भेट्नुभएको थियो कि एकजना, तामाङ नै रहेछ। त्यो दिदीले चाहिँ निकै हेल्प गरेको क्या बेचारा। अब कुनै चाहिँ हुन्छ नि खतरा एटिट्युड अनि यस्तो टाइपको हुन्छ। ऊ चाहिँ लाइक आफ्नो दाजुभाइ जस्तो टाइपको। अब नेपाली भनेपछि चाहिँ दाजुभाइ जसरी नै गरिदिने, यता जा उता जा सँगसँगै हिँडिदिने, त्यस्तो टाइपको थियो क्या एकजना स्टाफ रहेछ। त्यस दिदीले हेल्प गर्थ्यो। त्यही भएर यहाँतिर छ, यहाँतिर छ। अब चाहिँ म सुत्नु पर्ने हुन्छ 1-2 घन्टा। अनि काममा जानुपर्ने हुन्छ। त्यही हो, अब पछि गर्नुपर्छ, भेट्नुपर्छ।
अनि अब म चाहिँ फेरि भोलि जानु पऱ्यो, त्यहाँबाट त्यो सामान लिएर चाहिँ फेरि सामान लिएर जानुपर्छ। त्यही हो, मैले भोलिको चाहिँ भिडियो बनाउँदिनँ होला, किनभने निकै लामो भइसक्यो। मैले 2 दिन भइसक्यो भिडियो बनाएको, यो एडिट गरेर अलिअलि एडिट हानेर अनि त्यहाँबाट यही पोस्ट गर्नुपर्ने छ। त्यही हो, अब सबैजना सब्सक्राइब गरिदिनु होला, टक्क लगाएर। कन्टेन्ट नभए पनि टक्क भिडियो आउँदै गर्छ, राम्रो नराम्रो। डोन्ट फर्गेट सब्सक्राइब, अनि सब्सक्राइब गऱ्यो भने टक्क लगाएर हेरिदिने, बेल नोटिफिकेसन अन गरिदिनु। है त, बाई बाई।